सिजाहरू बाटोमा लाग्छ लबरको अर्को छैन Będzie tak nie polają. Nie no, zaraz te polają lagi. भरे यो त कति 8 बजे 8-9 बजे मात्रै भयो 6-7-9 बजे देखि होला बुहारी पनि उस्तै देख्नुहुन्छ यहाँ निनीसँग आउँछ क्या खाली त्यो बुहारी हो यसले अमार्को यता माथि बस्नु पऱ्यो नि त त्यो अर्को बुहारी यता माथि बहिनी पनि यता उक्रेची तल यो तल हामी त मुखमा लगाइदिइहाल्छ म बसी गयो
ट्याक्कै राखेको 1 घन्टामा चाहिँ पहिला पानी निस्कियो अब त छिटै हुन्छ होइन 20-25 मिनट पहिला गिराएको त खाएन कि दानै खाएन कुखुराले किन होला मसिनो होइन ठुल्ठुलो हुन्छ अरे अलिक राम्रो हुन्छ अरे अलिक राम्रो हुन्छ अरे बङ्गुरको राख्दैन र यसपालि बिर चाहिँ राख्ने अरे अनि भुनी चाहिँ बाहिरबाट ल्याउने अरे कि उनीहरूले ठिक हुन्छ माउ पाल्न लानु खोज्छ न एउटाले एउटा साह्रो धेरै होइन धेरै पनि पाल्दैन एउटा मात्रै पाल्छ क्या आफूलाई पाल्नु मात्रै आफै भेना विदेश गएर फर्के आफै सुँगुर पाल्दै बस्ने विचार गरेछन् उनीहरू 30-32 भनेको पनि ठिकै हो नि होइन यो भिडियो त हेर्छु म नामहरूले हेर्ने के हो त हेरेको के हो त नि अनि कसले अलिक सस्तो त कसले दिन्छ त यत्रो पालेको अब 2-3 महिना पाल्यो भने अनि बढ्छ यो अनि मासु लाग्छ अनि आज चाहिँ हामी भइसक्यो होइन बङ्गुरको मासु खाँदैछौँ बङ्गुर मासु लगाएछ यो चाहिँ हाम्रो यहाँ चाहिँ गाउँको जस्तै हुन्छ लोकल जस्तै काट्नुहुन्छ अनि काटेको अलिक धेरै राख्छौँ अनि अलिअलि सुकाएर यसरी राखेर खान्छौँ अब हामी यो चाहिँ अलिअलि सुकाएको धेरै छैन हल्का काट्नु अघिको रायोको सागसँग खाने होइन त सबै निकालिराख न काट्दै जाँदा थाहा हुन्छ ल राख नि त त्यति भोलि बिहान दाजु हुँदैनन् अब दाजुले अहिले बेलुका खान्छन् हुन्छ हुन्छ काल त्यतिले पुग्छ सानो सानो बनाऊ है बोसो मासुसँगै लामो लामो काट्दैन हड्डी पनि छ हड्डीसँगै हाल्दै पऱ्यो तिमीलाई दिन्छु मनपर्छ मलाई चाहिँ यतिको सुकाएर खानु मन लाग्छ क्या त्यो आलु मासु भन्दा आलु चाहिँ कस्तो अलिक त्यो रगतहरू हुन्छ र मन पर्दैन किन त्यो पनि त्यस्तो लामो काट्नु अर्को त अरू छ कि छैन हुन्छ त्यत्रो अर्को मासु ल यो चाहिँ लास्ट पान बाँकी हाम्रो अब चाहिँ रक्सी 3 घन्टा पछाडि
उचालेर लान सक्दैन होला है त्यो निकाल्नु पर्यो लुगा चाहिँ तलको लुगा चाहिँ भाडा चाहिँ निकाल्नु न त त्यो लुगाहरू पनि केले त्यो पगडीहरू सँग लान्छ हो त्यसले लान्छु सर लुगा निकाल्ने ल म लाग्छु बाटो त हुन्छ यहाँ त रक्सी देखिँदैन त्यहाँ एकछिन के खाना राख्नु घरि नै घर गएर त झरेन होला आज त ल 10 लिटरमा झन् झरेछ अहिले खाना हाल्ने छ ठक्कै ढाल्ने अस्ति एक पान मिस्टेक भएको रहेछ चलाउने कहाँ राखेको छौ दाबी अब पानी लगाउनै पर्छ होला आएर पकाउनु